पेन ड्राइभ ल लगाउन त हो त्यो हामीले विन्डो एक्सपी बुटेबल गरेको ल ट्याक्कै लाउनु भयो ल अब त्यसपछि हामीले पावर बटन अन गर्नु F12 प्रेस गर्ने बिस्तारै हाम्रो बुटेबल अब त्यसपछि अब तलतिर हाम्रो USB HD इन्टर की प्रेस गर्नु इन्टर प्रेस गर्नु यसरी बिस्तारै हाम्रो लोडिङ भएर खोल्नेछ विन्डो एक्सपी बिस्तारै इन्स्टल हुन्छ अब यति भइसकेपछि हाम्रो यहाँनिर इन्टर की प्रेस हान्नु त इन्टर हान्ने त्यसपछि किबोर्डको F8 की प्रेस गर्ने एग्री हुनुको लागि त्यसपछि हामीले फेरि कन्टिन्यू प्रेस इन्टर हान्ने त्यसपछि माथि हामीले फर्मेट द पार्टिसन युजिङ द NTFS फाइल सिस्टम क्विकमा माथि छान्ने त्यसलाई त्यसपछि फेरि इन्टर की प्रेस हान्ने त्यसपछि हामीले यहाँ टु फर्मेट ड्राइभलाई फर्मेट गर्नुको लागि किबोर्डबाट F की प्रेस गर्ने अब बिस्तारै हाम्रो यहाँनिर प्रतिशत यहाँ बढ्न थाल्छ राजा कपिराइट पर्छ समाउनु तपाईँ भिडियो क्यामेराम्यान ल अन्त अब के गर्नु पर्छ त्यो समय मात्र राख्नुपर्छ हेर्नु आफै जान्छ लामो भिडियो बन्छ बोलेको रेकर्ड भयो भन्छ नि पज गर्नु मिल्दैन भरे रिमुभ गर्ने म उतादेखि अडियो हटाइदिन्छु भरे त्यतिकै लगाइदिन्छु अनि यसो हेर्दा इन्भर्ट कमा हेर्नु त कहाँ चाहिँ इन्भर्ट कमा हेर्नु त्यहाँ लाज कुरा नगर्नु न ओ अघि कहाँ यहाँ ऊ चुच्चे आएन नि चुच्चेले आउनु भने यहाँ के भन्थ्यो अब मैले इन्भर्ट कमा कहाँ हुन्छ भन्दा उसलाई कन्फ्युज भयो भने तपाईँ 8 क्लासभन्दा तल पढाउने टिचर भइसकेको लेभल भएको मान्छेलाई चाहिँ अनि त्यो मान्छेले पनि अनि ऊ हुन्छ उसको नाम चाहिँ चिच्चे रहेछ हो यतिखेर भन्ने ठाउँ रहन्छ क्या अस्ति के भन्थ्यो म त 8 क्लासदेखि तल त हामी सिकाउने लेभलको मान्छे पो त भन्छ अब भोलि पछि यस्ता कुराहरू जानेन अनि त्यति 8 क्लासभन्दा तल पर्छ इन्भर्टेड कमा त्यही डायलग हामी त जान्ने बुझ्ने 8 क्लासदेखि तल त हामी पढाउने मान्छे पो त हामीलाई सिकाउनु पर्छ भन्ने कुरा आएन नि त उसले भनिरहेको थियो नि त 8 क्लासदेखि तल सिकाउने मान्छेले इन्भर्टेड कमा थाहा छैन के चाहिँ पढाउँछ कुरा त्यहाँ आउँछ हुँदैन नै क्या धेरै नै थाहा म चाहिँ जान्दिनँ है ग्रेटर देन लेस देन नै थाहा हुँदैन कतिलाई भन्नेमा छ म चाहिँ पढाउनु चाहिँ सक्दिनँ खुल्यो त दाजु के गर्ने कति आयो नम्बर गयो यो भिडियो हेऱ्यो भने तपाईँले पछि सहज हुन्छ क्या ट्राइपोड किन्नु पर्ने अनि यहाँदेखि ट्याक्कै यसरी हान्ने होइन ट्याक्टर ट्याक्कै गर्ने झ्यार त आउँछ नि ट्राइपोड भइदिएको भाइ यहाँदेखि फुत्त माथि दिइरहन्थ्यो त आफू हल्लिँदैन थियो क्या मेरो चाहिँ त्यही भएर तराई कहिले जानुहुन्छ तपाईँ तराई जानु न 15 गतेतिर जान्छु कति आउनुहुन्छ
तारा मात्रै उन्नाइस गतेको एक्जाम छ के को एक्जाम वनरक्षकको तर कुन फिजिकल छ विराटनगर ए ल मलाई ल त्यतिखेर म 1500 पैसा पठाउँछु कि मलाई ट्राइपड एउटा ल्याइदिनु पर्यो त्यो ठुलो क्यामेरा स्ट्यान्ड शुद्ध भएकोले 1500 पर्छ क्या ट्याक्क यहाँदेखि ट्याक्क राख स्ट्यान्डमा ट्याक्क हुन्छ कसरी आयो पास गरेर त कसले संविधान कति धारा कति भाग कति छ अनदेखि नै जान्दैन छ टिचरले के अनि के संविधान सोध्छ यी भाइले होइन मतलब संविधान चाहिन्छ नि त त्यति जान्नु पर्यो नि त 308 धारा यस्तो यहाँ सुन्नु न एउटा विद्यार्थी एउटा टिचरले सरलाई पढायो होइन संविधानको बारेले पुरा पढाएर होइन सर यहाँनिरदेखि कति नम्बरको लोकसेवा आयोगमा सोध्छ भन्नु कन्सेप्ट कोर्स कन्टेन्टलाई हेरेर आऊ भन्दिनँ कोर्स कन्टेन्टमै छैन संविधानको कोर्स कन्टेन्टमा सोध्दैन होला नि त त्यो कस्तो कुरा भन्नुहुन्छ यी भाइले पनि कोर्स कन्टेन्टै राम्रोसँग ख्याल गर्नु न कोर्स कन्टेन्टै सोधेको हुँदैन क्या संविधान त्यो जान्ने कुरा अरे नि त तर हामी जे भन्ने कति धारा कति भाग त यो साधारण कुरा होइन त नि साधारण भाग हो भने तपाईँले साधारण कुरा नै एउटा सोधौँ त ल भाइ सोधौँ त साधारण कुरा नै जस्तै सरकारले यो जग्गा यो मान्छेले किनेको घर उसले लिनु पाउँछ पाउँदैन ल साधारण कुरा एकचोटि भन्दाखेरि प्राइभेट प्राइभेट जग्गा चाहिँ सरकारले हडप्नु पाउँछ पाउँदैन तपाईँको नाममा छ त्यो जग्गा चाहिँ सरकारले चलाउनु पाउँछ कि पाउँदैन गर्नु पायो कि पाएन सरकारले मेरो नाममा अब भएको छैन भने पाउँछ अब मेरो नाममा दर्ता छ भने पाउँदैन अधिकार हेर्नु त अनि आफूले अरूलाई भन्नु कति आफू पनि हेर्नु क्या नेपाल सरकारको कानुनको आधारमा सरकारलाई आवश्यक परेमा जुनै पनि जग्गा व्यक्तिको नामकोमा भएको जग्गा उसले भोग चलान गर्न पायो क्या त्यो छ उसलाई थाहै छैन अरूलाई मात्र भन्नुभन्दा पहिला आफू पनि हेर्नु अनि उ भनेको आयो पास गरेर चाहिँ आयो रे दाजु यता आउनु जे भए पनि के नेक्स्ट गर्ने अब नेक्स्ट इन्टर नेक्स्ट क्लिक गर्नु अब त्यहाँनिर माथि नाम लेख्ने एउटा नाम लेखेर नेक्स्टमा क्लिक गर्नु अनि प्रोडक्ट कीमा चाहिँ के गर्ने अब अघि तपाईँले फोटो खिच्नु भएको थियो नि त्यो अघि फोटो खिचेको प्रोडक्ट की हान्नु त म यहाँ ट्याक्कै समाइदिन्छु क्यापिटलको क्यापिटल स्मलको स्मल मेरो फोन यो कन्टिन्यू भिडियो चाहिँ भिडियो कन्टिन्यू रहेछ ल अब प्रोडक्ट की हान्नु त क्युडब्लु क्यू फोर SDHD DQ आफै हान्नु न DQ CRG HM 6 4 M 6G JRK अनि 8K 83T अब नेक्स्टमा क्लिक गर्नु फेरि नेक्स्ट अब एकछिन वेट गर्नु ल इभेन कपिराइट पर्छ नि यसलाई यहाँ कपी गर्नु कहाँ आफ्नो चलाउनु ल भाइ
बस्नु अनि किन छिटो आइदियो अनि किन ढिलो आइयो कथाले यस्तै मागो कि दाइ कहाँ कथाले माग्छ कथाले माग्दाखेरि ढिलो आइन्छ यसलाई भन्छ अनुशासनहीन भन्छ यसलाई हो कोसिस गर्दा गर्दै नि कहाँ कोसिस गर्छ एडभोकेसन पढाउने मान्छेले अनुशासनहीन भएर कसरी अनुशासन सिकाउनुहुन्छ भन्नु कहिलेकाहीँ चाहेर पनि चाहेर पनि भन्ने त सम्मान तपाईँको नेपालको कानुनमा के अरे गल्ती बाइचान्स गऱ्यो भने कुनै ठाउँ मैले बाई मिस्टेक गीतको वर्णमा त के भन्छ नेपाली जान्दैन गीत फोटो बोकेर फेरि आइएन फेरि भन्छ म बनाइदिन्छु हाम्रो सुमन भाइ यहाँ एउटा बेसिक र डिप्लोमाको थियो होइन सर्टिफिकेट हजुर आउनु त यो बनाइदिउँ त सर्टिफिकेट अर्को पनि छैन फोटो दुईवटा छ दुईटा चाहिन्छ एउटै मात्रै ल्याएर यो त बेसिकको मात्र भइदियो हो र डिप्लोमा दुईवटा फेरि एउटा अर्को हुन्छ अब अर्को त फेरि कहाँबाट ल्याउनु त यसलाई बनाउनु त्यहीदेखि बनाएर यहाँ बनाएर ल्याउनु न फोटो एकैछिन ल थोरै ऊ चाहिँ नाम चाहिँ यहाँ मलाई भनिदिइराख्नुहोस् न सर्ट हान्नु न नाम के छ लगना श्रेष्ठ छ एल एलए ए बिओएनए बिओ बुबाको नाम के छ गणेश जिएएन जिएनए एसएच एस कुमार श्रेष्ठ छ केयुएमएन कुमार श्रेष्ठ आमाको नाम लक्ष्मी एलएएक्सएमए एलएएक्सएमआई लक्ष्मी प्रधान एलएएक्स एलएएक्स एलएएक्सएमआई लक्ष्मी प्रधान PRADHA प्रधान श्रेष्ठ हजुर SHRESTHS श्रेष्ठ भइहाल्यो अनि जन्ममिति छोरीको जन्ममिति चाहिँ 2063 साल 2063 63को कुन हो त्यो कार्तिक कुन भन्नु पर्यो 7 महिना कार्तिकको 2 गते हो 02 अनि त्यसपछि के छ यो? नगरपालिका के छ नगरपालिका त उसको उतै बनाहा के छ त्यो नगरपालिका अस्ति त्यही थाहा नभएर भरतपुर छ HARAT TPUR पुर अनि महानगरपालिका उपमहानगर महानगरपालिका दाइ 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 हजुर यहाँ मेट्रो पोल्युसन हुन्छ यति भयो हुन्छ होइन के वडा नम्बर पनि चाहिन्छ वडा नम्बर चाहियो वार्ड नम्बर 10 देखि दस अरू चाहियो भने हस्पिटल रोड भनेर लेख्दैन तपाईँको नम्बर 24 कोटी 98 60 60 59 59 93 89 ल के भयो भने म फोन गर्छु ल एकैछिन आधी घन्टा पछि आउँदा हुन्छ हुन्छ फोटो बनाएर ल्याउने होइन त के भएदा यहाँ डिप्लोमा बेसी दुइटै यसैको नाममा राख्दैन मात्र यो एकैछिन भाइको नेक्स्ट गर्ने त ठाउँ आएको छैन नि होइन त्यो सब काट्नु पर्ने भयो यहाँ बोलेको सुरुदेखि भयो फेरि के भयो फेरि गर्नु के भयो ऊ सञ्जय भाइ एकैछिन ल म यहाँ एक स्टेप यो देख्दै गर्नु म त्यो महानगरपालिका पो रहेछ महानगरपालिका के हो इङ्ग्लिसमा के भन्छ मेट्रोपोलिसन ओके गर्नु दाजु ओके गर्नु न त्यहाँ के आउँछ त्यही गर्नु न खोइ तपाईँ जुमै नै हुँदैन के भयो यता हेर्नु न बाहिर आँखा उतामा दिनु न तपाईँले स्कुलमा पढाएको जस्तो एक कुरा यता के हो यता म मान्छे पो हेर्छु त्यही भएर बिग्रेको क्या यहाँ जाने सेट जुम गरेर जुम कतातिर ध्यान दिन्छ मान्छे ट्याक्कै हेर्नुपर्छ क्या तपाईँ जति जोडेको छैन किबोर्ड जोडेको छैन जोड न किबोर्ड कि जोडेको छ अब बोल्नु ल्याउने त हो भाइ अब यो बोल्नु सिकाएको छु कि छैन त्यो आधा भन्नु त साह्रै छिटो त्यो भन्नु एउटा दुईटा तिन चार
5-6वटा यहाँ सिकाइसकेको छ त हिसाब स्टार कसको लेडिज हो कि जेन्ट्सको यो सिकाइसकेको छ क्या अब तल नेक्स्ट नेक्स्ट यता माथि नट राइट नाउ यहाँनिर राइट छ त्यहाँ अनि त्यसपछि नेक्स्ट उता अब माथि युजर नाम दिन एउटा ल हुन्छ नेक्स्टमा क्लिक गर्नुहुन्छ त्यति भए फेरि नेक्स्ट फिनिस्ड अब बिस्तारै अब यहाँले बिओएन हेर्नु थियो ल यति ल भयो